हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज म र मेरो बुढीको चाहिँ छुट्टी परेको हुनाले हामी दुवैजना चाहिँ आज घुम्न जान लागेको छु। मेरो बुढी चाहिँ रेडी हुँदै हुनुहुन्छ। हेर्नुहोस् है कस्तो प्यारी प्यारी कति राम्ररी देखिनु भएको छ नि मेरो बुढी है। अनि हामी चाहिँ आज कहाँ जाँदैछौँ मेरो बुढी? बिर्जु पूजा केभ। आज चाहिँ हामी जाँदैछौँ बिर्जु पूजा केभ। हामी तपाईँहरूलाई देखाउनेछौँ है। सक्नुहुन्छ है यो चाहिँ मेरो बुढी र मेरो नाम हो। अनि मेरो बुढीको चाहिँ सामानहरू हेर्नु न कति धेरै छ हो, कति धेरै। तपाईँहरूको बुढीको पनि यस्तै हुन्छ होला है। दिदीबहिनीहरूको सामान कति धेरै। हामी छोरा मान्छेलाई चाहिँ एउटा मात्र लाग्यो हुन्छ। दिदीबहिनीहरूको सामानहरू तपाईँ हेर्न सक्नुहुन्छ है कति धेरै छ नि हो मेकअपको सामानहरू। यो फोटो चाहिँ हाम्रो चाहिँ लप्पर्ताको फोटो हो है। हाम्रो घर चाहिँ नेपाल घर चाहिँ पोखरा हो साथीहरू। तपाईँहरूको पनि लप्पर्ता यस्तै यस्तै फोटोहरू थियो होला। हाम्रो फोटोहरू चाहिँ लप्पर्ने बेलामा चाहिँ यही हो हाम्रो फोटोहरू। पहिलाको चाहिँ बिहाउनुभन्दा अगाडिको फोटोहरू हो। हेलो गाइज, हामी चाहिँ फाइनल्ली म र मेरो बुढी चाहिँ हामी रेडी भइसकेका छौँ। हामीलाई कस्तो देखेको छ यसो हेर्नु ल, अनि कमेन्ट पनि गर्नु होला। अब चाहिँ हामी निस्केको ल। हामी चाहिँ फाइनल्ली घरबाट निस्किसकेका छौँ। अनि माल्टाको घरहरू चाहिँ यस्तो हुन्छ है। हेर्नुहोस् सबै घरहरू चाहिँ यसरी जोडेको हुन्छ। अनि अब हामी चाहिँ हिँड्यौँ म र श्रीमती। अब हामी दुवैजना चाहिँ अब हामी लाग्यौँ घुम्नलाई। आज घुम्नेछौँ हामी हो कि होइन? कतिको एक्साइटेड छ त नि घुम्नको लागि? यस्तो एक्साइटेड चाहिँ होइन, बट जस्ट डे अफ चाहिँ बुढासँग बिताउनु भन्ने कुरा मात्रै। आज बुढाबुढी घुम्नेछौँ के? नत्र सँगै बस्दाखेरि घरै बस्दा पनि रमाइलो लाग्छ ल। त हामी चाहिँ हिँड्दैछौँ है। अब हामी चाहिँ यहाँबाट टक्क बस चढ्नेछौँ। बस चढेर हामी जानेछौँ है साथीहरू। हामी जानेछौँ माल्टामा चाहिँ। अनि तपाईँहरू जता गए पनि एकदम होइन युरोपभरि चाहिँ यस माल्टामा चाहिँ चर्चहरू एकदम धेरै छ है। अनि हाम्रो घरको छेउमा पनि चर्च छ, तपाईँहरू हेर्न सक्नुहुन्छ है। अहिले चाहिँ माल्टामा के सिजन हो अरे? अहिले चाहिँ खास अब अलमोस्ट समर पनि आउन लागिसक्यो। जस्ट अहिले चाहिँ समर र विन्टरको बिचमा, जो समरमा झ्याप्प गइसकेको पनि छैन। अनि अहिलेको वेदर चाहिँ एकदम राम्रो छ, किनभने नेपालमा चाहिँ यसलाई बसन्त ऋतु भनेर भन्छ होइन, स्प्रिङ सिजन। अनि यहाँ माल्टामा पनि त्यस्तै छ। अनि अहिलेको वेदर चाहिँ गर्मी पनि छैन, जाडो पनि छैन, एकदम घुम्नको लागि चाहिँ बेस्ट अहिलेको वेदर चाहिँ। बस चढ्ने ठाउँ चाहिँ यता छ ल। हामी फाइनल्ली बस चढ्ने ठाउँ आइसकेका छौँ। फाइनल्ली हामी चाहिँ लगभग अब पुग्न लागिसकेका छौँ होइन? अनि भन अब हामी लास्ट स्टपमा लिने बेला हुन लाग्यो। कस्तो हुँदैछ यो यात्रा? यात्रा राम्रै हुँदैछ, बट म कन्फ्युज भइरहेको छु। हामी चाहिँ फाइनल्ली बसले चाहिँ हामीलाई यहाँ झारिदिएको छ 82B चढेर है। यो बस स्टपको नाम चाहिँ म लेखिदिन्छु हेर्नु होला। अब हामी यहाँबाट जाँदैछौँ। 7 मिनट देखाएको छ हिँड्दै हिँड्दै। यहाँको ठाउँहरू हेर्दै हामी जाँदैछौँ है। फाइनल्ली अब चाहिँ हामी पुग्छौँ। 4-5 मिनटको बाटो देखिरहेको छ। अब चाहिँ हामी पुग्नु लागिसकेको छ। तिमीलाई कस्तो अनुभव छ त नि? अनि यो ठाउँ देख्दा नेपाल जस्तो लाग्दैन अलिअलि? माल्टाको ठाउँहरू चाहिँ यस्तो छ है। अब हामी चाहिँ जाँदैछौँ। के अरे बुढी ठाउँ नाउँ मैले बिर्सेँ ठाउँ नाउँ। ल हामी चाहिँ जाँदैछौँ हाम्रो लोकेसनमा। हामी जाँदैछौँ है। मेरो श्रीमती चाहिँ यता हुनुहुन्छ हो र हो भन्नुपर्छ है। यता हेर्दा एकचोटि फर्केर आम्मामा काल्चो पुगालिदिउँ न एकचोटि। ओ माई गुडनेस, ल म यता छु है। जस यहाँको के मौसम चाहिँ मलाई लास्टै मनपर्छ। अहिले समर सिजन छ नि त, अनि एकदम के जस्तो रमाइलो छ कि जस्तो ठाउँ।
अहिले चाहिँ एकदम रमाइलो छ। अनि यता पनि यस्तो फेरि बारीहरू पनि देखिन्छ है, हेर्नु ठाउँहरू यता नि। वाउ 2 मिनट त्यहाँ छ नि। माल्टाको ठाउँहरू चाहिँ अहिले दामी छ। त्यस गाउँघर जस्तो पनि लाग्छ हो मलाई यता आउँदा चाहिँ है। गाउँघरतिर आए जस्तो फिल हुन्छ मलाई चाहिँ। अनि रमाइलो पनि लाग्छ। अब हेरौँ हामी जुन ठाउँमा जाने भनेर आएको आज त्यो ठाउँको होइन, कस्तो रहेछ ठाउँ चाहिँ हेरौँ है। जाँदैछौँ, बुढा र बुढी कहिले घुम्नुपर्छ। साथीभाइहरूसँग हामी धेरै घुम्यौँ, अनि आज चाहिँ बुढा र बुढी भएर घुम्ने प्लानिङ गरेको हामी हो है। हामी बोल्ट पनि चढ्यौँ, बस पनि चढ्यौँ, सबै चढेर हामी हिँडिराखेका छौँ। अब नजिक छ। अनि माल्टाको समुद्र चाहिँ यस्तो दामी छ नि होइन, यस्तो निलो समुद्र छ नि, हो कि होइन बुढी? हामी तपाईँलाई वहीँ गएर देखाउनेछौँ। ल फुलै फुलको बिचमा मेरीमा ल है, म आउँदैछु मेरो लोकेसनमा घुम्ने ठाउँमा। एकदम रमाइलो छ है, रमाइलो छ। नेपालको गाउँघरतिर हामी जाने बेलामा आउँछ नि त्यस्तै झल्को आउँछ कि यतातिर आउँदा चाहिँ। माल्टामा पनि यस्तो ठाउँ छ कि नेपालको गाउँहरू जस्तो कि, हेर्नु न ल है। अनि कस्तो झल्को आउँछ के, दामी रमाइलो लाग्छ हो कि भन त बुढो? ससुरालीतिर गए जस्तो फिल पनि हुन्छ त ल है। फुल पनि फुलिराखेको छ। यताको मौसमहरू चाहिँ यस्तो छ। ओ माई गड, समुद्रहरू छ। यो बाटो आउनु भएपछि चाहिँ तपाईँहरू चाहिँ यहाँ यस्तो देख्नुहुन्छ। अनि यता चाहिँ नो इन्ट्री लेखेको छ है। अनि हामी चाहिँ यो बाटो जानेछौँ है। यो बाटो जानेछौँ। यो बाटो हेर्नुहोस् कस्तो आनन्द छ है। ठाउँ चाहिँ समुद्र छ। वाउ, ठाउँ चाहिँ दामी छ। मेरो बुढी चाहिँ घुम्न आएको होइन, कुन ठाउँमा रे? कुन ठाउँमा घुम्न आएको रे हामी? घुम्न आएको हेर्नु न, घुम्न आएको ठाउँ त अनि लोकेसन नै हेर्दै आएको है। नेटै चलेन कि। अब यस्तो ठाउँमा आएर है, चारैतिर समुद्रले घेरेको छ। अनि हामी चाहिँ यस्तोमा आएर फस्यौँ है। त्यही पनि अब हाम्रो भनेको घुम्ने ठाउँ हामी भेट्दैनौँ। हामी हेर्दै हामी, मेरो बुढी चाहिँ त्यता हुनुहुन्छ, म चाहिँ यता छु। अब हेर्नुहोस् त्यो ठाउँ चाहिँ बब्बाल छ नि है, दामी छ कि। घुम्दैछौँ है।